हेलो गाइज मेरो मिनी ब्लग अफ साइलुङको हेर्नुहोस् है। यहाँ पुग्नलाई चाहिँ हाम्रो तल होटलबाट चाहिँ 1 घण्टा लाग्दो रहेछ। तर अब हामी अलिकति हिँड्न गाह्रो हुनेलाई चाहिँ 1.5 घण्टा जतिमा हामी पुगिन्छ। तर मलाई चाहिँ हिँड्नु सक्दिनँ होला जस्तो लागिरहेको थियो। हिँड्नु सके एकदमै राम्रो रहेछ हैन। माथि माथि जाँदा चाहिँ चिसो चिसो रहेछ। अनि हामी डाँडाहरू हेर्दै हेर्दै हामी गयौँ है। फेरि यो साइडमा चाहिँ फेरि घामको किरणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ रातो एकदम अर्कै सिन के माथि दिदी हुन्छ। डाँडामा पुग्यौँ हामी। त्यहाँबाट चाहिँ यो घाम लागेको सिनहरू देखियो। यहाँ जाँदाखेरि चाहिँ तपाईहरु चाहिँ 6 बजे चाहिँ पुगिसक्नुपर्छ। अनि चाहिँ रमाइलो हुन्छ, घाम लागेको सिनहरू देखिन्छ। अनि त्यो दिन चाहिँ हामी पुग्दाखेरि चाहिँ हैन अघिल्लो दिन चाहिँ पानी पर्यो। तर त्यो दिन चाहिँ एकदमै राम्रो भयो दिन है। हामीलाई चाहिँ गडले पनि साथ दियो साथीहरू। यस्तो दामी डाँडा देखेको छ है। डाँडाहरू त्यहाँबाट नि साथीहरू ससाना 100वटा थुम्काहरूले बनेको छ। त्यस कारणले चाहिँ त्यो ठाउँ चाहिँ एकदमै दामी देख्ने रहेछ क्या। मलाई चाहिँ एकदमै राम्रो लाग्यो है। पृथ्वीको नाइट नेभल अफ अर्थ अरे। अनि त्यहाँ चाहिँ 3145 मिटर उचाइमा रहेको रहेछ यो डाँडाहरू हैन। त्यहाँबाट चाहिँ हामीले सगरमाथा, लाङटाङ, गौरीशङ्कर, अन्नपूर्ण पनि हामीले देखिन्छ है साथीहरू। अनि तपाईहरु पनि आउनुहोस् ल। मैले यहाँबाट खिच्दै गएँ है। पर हेर्दाखेरि त बादल तल बादल देखे। यस्तो राम्रो सिनेरी देखेको छ साथीहरू। तपाईहरु पनि आउनुहोस्। मलाई चाहिँ फर्स्ट टाइम गएको यस्तो दामी लाग्यो है। मलाई फेरि जान मन परिरहेछ। तर अब यो वर्ष हैन अर्को वर्ष जान्छु होला। तपाईहरु नि आउनुहोस् ल। साथीहरू चाहिँ रमाइलो गर्दैछ है। साथीहरू यहाँ आफै माथि सैलुङ्गेमा भन्दै गीतहरू गाउँदैछ। मौज गर्दैछ यहाँनिर। इन्जोय भइरहेको छ। हामीले यहाँ सैलुङ पुगेर चाहिँ कफी खाँदैछौँ। कफी साह्रै मिठो रहेछ है। त्यो चौरीको दुधको कफी साह्रै मिठो रहेछ साथी। यस्तो मिठो छ है। चेस अनि यहाँ एकजना दाइले चिया बेच्नु हुँदो रहेछ है। चौरी गाईको दुधको चिया रहेछ, कफी रहेछ। यस्तो मिठो छ साथीहरू है। जस्ट 50 रुपिज क्या। अनि फेरि हामी चाहिँ यहाँ फेरि खिच्न आयौँ। लुङ्गी लगेको थियौँ हैन। अनि के खोजेको जस्तो एक्टिङ गर्दै है सबैजनाले के साथीहरू सुटिङ जस्तो लाग्छ। सुटिङ चाहिँ होइन हैन। अनि यस्तो रमाइलो भयो हैन। लुङ्गी लाएको है। कहिले पनि लुङ्गी लाउँदैन थियौँ। आज चाहिँ हामीले बोकेर लगेर लुङ्गी लायौँ। तपाईहरु पनि यसरी 2-3 वटा ड्रेस बोकेर जानु सक्नुहुन्छ है। खै नमस्ते गर। यहाँ फुल लगाइदिएको मेरो बुहारीलाई फुल जस्तै यस्तै बारम्बारको फुल जो बनाइ किन काट्नु हातमा के
अब लाग्यो नाना आज कस्तो भयो त एकदम राम्रो रमाइलो भयो है बसिराम पनि नमिल्ने एकदम नजिक मलाई मजा लाग्यो बिहान खासै टाढो चाहिँ टाढो लाग्छ कस्तो आनन्द पानी परेन जोस त्यसमै गुन्डा त गाह्रो थियो नि टाढो छ अब 5 पोखरी कस्तो छ अब आँटिने छ अन्त ल बाई बाई गर्नुहोस् है बाई बाई चौकी पाण्डरे चौकी छेउ कुना माया कोइलाउने चौकी छेउ कुना माया कोइलाउने चौकी भन्दैन लान्छ कालैले पैसा भन्दैन लान्छ कालैले सँगै जाउँला ल यहाँको ग्रेट वाल है यो चाहिँ नि हामी जाँदाखेरि चाहिँ अँधेरो थियो र मैले खिचिनँ अनि लास्टमा हामी फर्किने बेलामा चाहिँ यो ग्रेट वालमा खिचेको यस्तो दामी छ ग्रेट वाल है लाइक चाइना क्या चाइनाको जस्तै लाग्यो म त त्यहीँ पुगेको जस्तो लागेको क्या साथीहरू अझै माथिसम्म बनायो भने त झन् ओभर दामी हुन्छ के गर्नु घरि ब्याट्री सकिने घरि मेमोरी फुल हुने यस्तो टेन्सन भयो साथीहरू है अब अर्को पनि जाँदा चाहिँ ब्याकअप चाहिँ बोक्नु पर्यो भन्दैछु तपाईँहरू पनि बोक्नुहोस् है त्यसरी किनभने एकदमै अप्ठ्यारोमा परेको रहेछ है सिनहरू यस्तो खिच्नु मन लाग्थ्यो अझै दामी खिच्नु मन लाग्थ्यो तर अझै राम्रोसँग मैले खिच्न सकिनँ है अब यहाँ तल तल गएपछि चाहिँ हाम्रो यही इन्डिङमा चाहिँ हाम्रो होटेल हो त्यो होटेलमा चाहिँ अब त्यस्तो लग्जरियस त हुँदैन है ठिकैको छ होटेलको रेन्टहरू पनि ठिकै छ साधारण छ अनि खानाहरू पनि मिठै नै थियो है त अब यो लास्ट नै हो मेरो भिडियोहरू अब लास्टमा एउटा छ होला अब चाहिँ हामी सबैजनाको सुन्नुहोस् है नमस्ते हामी साइलुङ घुम्न आएको नमस्ते सैलुङ कति राम्रो छ वाउ नमस्ते सैलुङमा 100वटा डाँडा रहेछ नमस्ते सैलुङ घुम्न आउनुहोस् कस्तो राम्रो डाँडा छ वाउ नमस्ते साह्रै राम्रो लाग्यो कस्तो छ भिडियो कस्तो लाग्यो हजुरहरूलाई फलो गरिदिनुहोस् है लभ यु अल बाई